बाबा के पूजा गर्न आएको रे सिद्ध आज के सिद्ध सिद्धान्त गणेश पूजा आज के भएर पूजा गरेको त नि आज चैते पूर्णिमा हो आज के हुन्छ त यो पूजा गरेपछि सबै भल बाढी अब बाढी जोगाउने असिलो पानी जोगाउँछन् भनेर पुर्खाबाटै चलेको हो के पूजा त पुर्खाहरूले बाढी पहिरो रोकथामको लागि पूजा गर्ने आज नि बाबा पुर्खैबाट चलेको मेरो माइलो बा मेरो बाबाको भाइ के पानी तिमीले अब त्यो काट्ने टक्क बन्छ मेरो अलि यता ऊ काट्ने हो यहाँ हेर पूजा गर्दै हुनुहुन्छ हाम्रो पूजा गर्ने ठाउँ मेरो भाइ ल हाई भनिदेऊ ल हाई गरिदेऊ मेरो सबभन्दा सानो भाइ हो कि नि मेरो भाइ मेरो माइलो भएको छोरा मलाई चिने थिएनन् बल्ल बल्ल चिनेछन् अब नबिर्स्यौ ल म को रे म गीता दिदी हो गीता भनेको नि के दिए मेरो नाम त थाहा छ नि मेरो भाइलाई एउटा पार्वती दिदी त्यहाँ त सीता दिदी त्यहाँ त गीता दिदी काटमार हुँदैछ हामीले हेर्न हुँदैन रे त्यही भएर हामी यताको छौँ काटमार भइसक्यो अब एउटा छ हाम्रो गाउँको छ नि सुहाको छ नि अब के सुहाको काट्यो रे अब फगामको काट्न बाँकी अरे फगाम गाउँको नि भाइ ए मेरो भाइ नानी हाई गरिदेऊ प्रिन्स बाबु फोटो खिच्न नमान्ने मेरी प्यारी भाउजू चाहिँ भिडियोमा त ल्याउनु पर्यो अन्त मम्मी मेरो बाबु मलाई फुपू भनिदेऊ त कहिले फुपू भन्यो र सानो फुपू भनिदेऊ त मलाई माया गरिदेऊ ल मलाई माया गरिदेऊ मलाई माया गरिदेऊ अबे मेरो बाबु कहिले बोल्छौ तिमी फुपू भनिदेऊ त
आऊ ल नहल्देऊ न माथि नरे उम् तिम्रो मामा भान्जी केलाई चाउ नफाल न नानी चाहिन्छ आऊ ल मामासित हात समातेर आऊ ल मामासित हात समातेर आऊ दे बोलाऊ मामालाई नि बोलाऊ यता होइन जाने होइन सानो मामा हुन न सबसे सानो मामा सबैभन्दा सानो मामा ल सबैभन्दा सानो मामा छि नाक के अरेको र अरू जम्मै बुढा मामा ल दुईजनाको ल फोटो खिचिदिन्छु आऊ त मामा भान्जीको के बस तिमी ल यहाँ बस मलाई छेकेर बसे नि हुन्छ दाँत हल्दै खा तिम्रो भोलि बिहान उखाल्दै है छट्ट पार्दै ल सायलाको त अब अर्को वर्ष त उखालिन्छ हल्दिन्छ नि 7 वर्ष भयो नि तिमी नि 7 वर्ष भयो 7 तिमी भन्दा 1 वर्षले त ठुलो नि अझै हल्ली चाहिँ यहाँको नि हल्ली बाई बाई आजको भिडियो यति नै बाई मम्मी बाई मम्मी ओए मम्मी बाई बाई नानी बाई भाउजू प्रिन्स बाई बाई